हेलो सबैमा नमस्ते। आज म धेरै समयपछि भिडियो बनाउन गइरहेको छु। काम सकेर रुममा फर्किने क्रममा सोयोग पोडको अगाडिको ब्रिजहरू यो दृश्यहरू चाहिँ राम्रो देखिने रहेछ बसबाट। मैले भिडियो बनाइरहेको छु। हामीभन्दा अगाडि चाहिँ हाम्रो सुपरभाइजरको गाडी जाँदैछ। अगाडि रिस्क दिँदै हामी चाहिँ पछिबाट फलो गर्दै जाँदैछौँ। ब्रिजहरू पनि एकदम राम्रो देखिने रहेछ। तर बसबाट चाहिँ हल्लिने रहेछ, त्यति राम्रो चाहिँ नदेखिने रहेछ र पनि भिडियो बनाउने कोसिसमा चाहिँ छु। मैले यो भिडियो बनाउनुको मतलब चाहिँ अब हामी सधैँभरि विदेशै बसिराखिँदैन। पछि गएर बुढेसकालमा घरमा बसेर आफूले बनाएको भिडियो युट्युबहरू हेर्दाखेरि चाहिँ मैले यो ठाउँमा काम गर्दाखेरि यस्तो थियो, यसरी काम गरेको रहेछु भनेर चाहिँ एउटा क्षण बनाउनका लागि मात्रै अविस्मरणीय क्षण होस् भन्नका लागि मात्रै भिडियो बनाएको हो, आफ्नै लागि रमाइलोका लागि। हजुरहरूले हेरिदिनु भएको छ भने लाइक, सेयर, कमेन्ट एन्ड सब्सक्राइब पनि गरिदिनु होला।